प्रिय दर्शकहरूलाई फेरि पनि यीशु मसीहको नाममा जय मसीह। म अजय सार्की अनि हाम्रो दादा निका शर्मा तपाईँहरूको बिचमा दोस्रो स्क्रिप्ट हेरल्ड्स अफ होपद्वारा लेखिएको ईश्वरको बुद्धिको कार्यशाला हामी अध्ययन गर्न गइरहेका छौँ। अनि आजको अध्ययन याकुबको पत्री 1 अध्यायको 5 देखि 11 सम्म दिएको छ। हामीले पहिला पनि परीक्षाद्वारा हुने लाभको विषयमा हामीले पढ्यौँ अनि त्यसमा हामीले धेरै कुरोहरू सिक्यौँ। यी परीक्षाद्वारा हामीले कसरी लाभ गर्नुपर्ने अनि परीक्षाले हामीलाई कसरी धैर्य ल्याउँछ अनि हामी कसरी आनन्द गर्नुपर्ने त्यो कुरोहरू सिक्यौँ। र आजको विशेष गरी आजको चाहिँ हामीले बुद्धिको विषयमा हामीले हेर्न गइरहेछौँ र बुद्धि परमेश्वरबाट हामी कसरी प्राप्त गर्नुपर्ने कुरोहरू याकुबको 1 अध्याय 5 देखि 11 सम्म हामीले पढ्दाखेरि हामी थाहा पाउँछौँ। र दादासँग मेरो प्रश्न यही छ, यी बुद्धि भनेको के हो भनेर हाम्रो दर्शकहरूलाई तपाईँले भनिदिनुहोस्। यो विपत्तिको समयमा बुद्धि खाँचो छ, त्यही भएर याकुबले यो पत्रमा लेखेका छन् हामीलाई खाँचो हुन्छ प्रभुबाट माग्नु भनेर। यो बुद्धि कस्तो बुद्धि हो भन्दाखेरि यो बुद्धि प्रभुबाट आउने बुद्धि हो। बुद्धिको विषयमा वचनले यसरी लेखेको छ हितोपदेशको 1:7 कि परमेश्वरको भय मान्नु नै बुद्धिको सुरुवात हो। प्रभुमाथि भय भक्ति हुँदाखेरि बुद्धि जन्मिन्छ, के गर्ने के नगर्ने कस्तो हुन्छ त्यो जन्मिन्छ, प्रभुले दिनुहुन्छ। दोस्रो कुरा भजन सङ्ग्रहको 41:1 भनेको छ कि मूर्खले मात्रै भन्छ परमेश्वर हुनुहुन्न। यो संसारमा दुईटा दृष्टिकोण देखियो, एउटा परमेश्वरलाई खोज्ने, एउटा परमेश्वरलाई नखोज्ने। प्रभुलाई खोज्दाखेरि जुन चाहिँ ज्ञान बुद्धि आउँछ त्यो बुद्धि प्रभुले दिनुहुन्छ भनेर याकुबले भन्नुहुन्छ। यही बुद्धिकै बारेमा यहाँ अब चर्चा छ। धन्यवाद। अनि जब हामी याकुबको किताब 1 अध्याय 5 देखि 11 सम्म पढ्छौँ, हामीले पढ्दाखेरि अन्वेषण गर्दा हाम्रो 3वटा उपकरणहरू पत्ता लगाउनेछौँ जसले हामीलाई परमेश्वरको बुद्धिको कार्यशालाबाट सबैभन्दा ठुलो उत्पादकता प्राप्त गर्न मद्दत गर्दछ। र पहिलो उपकरण चाहिँ हो इच्छाको साधन। र दादालाई म यही भन्न चाहन्छु कि हाम्रो दर्शकहरूलाई यो इच्छाको साधन भन्ने के हो अलिकति एक्सप्लेन गरिदिनुहोस्। यो बुद्धि चाहिँ प्रभुको बुद्धि हो। यो बुद्धि चाहिँ खोज्नेहरूले मात्रै पाउँछ। यो हाम्रो एउटा इच्छा हुनुपर्छ। मान्छेले धेरै इच्छा गर्छ, सोन रूप चाँदी होइन, धेरै कुराहरू खोज्छ, सबै कुरा खोज्छ। तर जब विपत्ति आउँछ, जब केही कुरा काममा लाग्दैन, तब उसले प्रभुको चरणमा जानुपर्छ। प्रभुको चरणमा गएर प्रभु मलाई सहाय गर्नुहोस्, मलाई एउटा बुद्धि दिनुहोस्, मलाई ज्ञान दिनुहोस्, उसले खोज्नुपर्छ भनेर यहाँ चाहिँ। त्यही भएर यो बुद्धि हामीले पाउनु छ भने हाम्रो भित्र एउटा उत्कण्ठ एउटा इच्छा हुनुपर्छ। यो चाहिन्छ मलाई, प्रभु मलाई दिनुहोस् भन्ने कुरा यहाँ लेखेको छ। म पढिदिन्छु तपाईँलाई। तर यदि तिनीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने घटी महसुस गर्नुपर्छ। यो चाहिँ यहाँ थाहा हुनुपर्छ घटी छ, त्यसले माग्नुपर्छ। दोस्रो कुरा के छ, मेरो मात्रै इच्छा होइन, प्रभुको पनि इच्छा हुनुपर्छ मलाई दिनु। तर यस्तो कुरा आयो भने प्रभुले दिनुहुन्छ कि दिनुहुन्न यहाँ स्पष्ट गरेर भनेछ, उदारचितसँग नझर्किकन दिनुहुने परमेश्वर। प्रभुले कहिले पनि खराब पाउनुहुन्न, कहिले पनि उहाँलाई दुःख लाग्दैन हामीलाई बुद्धि दिनु। उहाँको अगाडि आउने प्रभु मलाई चाहिन्छ, सहाय गर्नुहोस् भन्दाखेरि प्रभुले दिनुहुन्छ चाहिने बेलामा बुद्धि दिनुहुन्छ तर हाम्रो भित्र एउटा इच्छा भन्ने कुरा यहाँ लेखेको छ। यो दुईवटा कुरा खास छ। इच्छा मेरो, प्रभुको इच्छा। प्रभुको इच्छा त थाहा भइसक्यो, मेरो इच्छाको कुरामा इच्छा छ कि छैन हाम्रो यो थाहा हो। दोस्रो उपकरण हो निर्णयको उपकरण। परमेश्वरको बुद्धिको कार्यशालामा हामीले यो उपकरण विकास गर्न र प्रयोग गर्न आवश्यकता छ। र पद 6 देखि 8 सम्म याकुबले हामीलाई निर्णयको उपकरण कति महत्त्वपूर्ण छ भनेर देखाइरहेछ। र हामी दोस्रो उपकरण निर्णयको कुरामा म दादालाई सोध्न चाहन्छु। त हामीले देख्यौँ विपत्तिले हामीलाई मान्छे बनाउँछ, धैर्य बनाउँछ। विपत्तिको दौरानमा बुद्धिको खाँचो छ। कसको बुद्धि भन्दाखेरि हामीले देख्यौँ परमेश्वरको बुद्धि खोज्नुपर्छ।
इच्छा हुनुपर्छ हामीहरू। अब आयो डिसिसन, निर्णय लिन्छ। यो जब हामी बुद्धि खोज्छौँ प्रभुबाट खोजेको, प्रभुले कतिपय कुरा दिनुहुन्छ जुन चाहिँ हामीलाई मन नपर्छ, हामीलाई मन नलाग्दो हुन्छ। यो चाहिँ राम्रो लाग्दैन, यस्तो नगरौँ कि, यस्तो सकिँदैन कि भन्ने हुन्छ। कहिले कहिले फेरि मनमा सन्देह आउँछ। यो निर्णय चाहिँ ठिक्क निर्णय लिनु छ भने सन्देह चाहिँ हट्नुपर्छ। सन्देह साथ प्रभुको चरणमा माग्नु होइन, सन्देह चाहिँ हट्छ कसैको समय। मान्छेको मनबाट सन्देह चाहिँ हट्छ। वचनले भन्छ प्रभुको वचन सुनेर मनबाट सन्देह हट्छ। त्यसको लागि बाइबल नित्य अध्ययन गर्न जरुरी छ, किनकि यहाँ प्रभुले कुरा दिनुभएको छ। यो कुरा दिएको लागि हाम्रो मनमा सन्देह हट्छ। प्रभुले गर्दाखेरि मनमा भक्ति उम्रिन्छ, सन्देह हट्छ, र त्यसले गर्दाखेरि के हुन्छ, हाम्रो करेक्ट डिसिसन, निर्णयहरू लिन सक्छ। सन्देह बिनाको निर्णय प्रभुले भन्नुभएको छ, त्यस्तो खालको निर्णय लिन सक्छ। किनकि यहाँ वचनले भनेको 6 मा भनेको छ कि विश्वाससँग माग्नुहोस्। त्यो यस्तो खालको विश्वास माग्नको लागि चाहिँ प्रभुबाट नि कुराहरू आउनुपर्छ अनि हामी बुझ्छौँ। दादा एउटा कुरो फेरि पनि सोध्नु इच्छा लागिरहेछ। अब हामी प्रार्थना गऱ्यौँ है, प्रार्थना गर्दाखेरि बुद्धि माग्छौँ परमेश्वरसँग, हामीले धेरै परमेश्वरसँग प्रार्थना गरिरहेका हुन्छौँ। तर पनि आज पृथ्वीमा हामीले हेर्छौँ बेसी भागमा विश्वासीहरू नै बेसी मूर्खताको कामहरू गरिरहेको हुन्छ। यो के कारण होला? वचनमा लेखेको छ जुन चाहिँ याकुबको पत्रमा कि सन्देह गर्नेले प्रभुबाट पाउँदैन, दोहोरो मन भएकाले प्रभुबाट पाउँदैन। या त मेरो मनमा विश्वासको ठाउँ छ या त सन्देहको ठाउँ छ। सन्देह गर्यो भने यहाँ लेखिएको छ पाठमा कि सागरको धो जसरी यता फालिने छ उता फालिने छ, त्यसको कुनै पनि ठिक हुँदैन, चञ्चल हुन्छ त्यो मान्छे। त्यसले गर्दाखेरि विश्वास प्रभुबाट आउँछ, प्रभुको कुराहरूबाट आउँछ। यो पढ्नुपर्छ हामीले, यहाँबाट विश्वास आउँछ र सन्देह हट्छ। तर सन्देह भएको लागि के हुन्छ, विश्वासीको मनमा अशान्ति, विश्वासीको मनमा भय, विश्वासीहरूको मनमा हरेक कुरा जो प्रभुले चाहनुहुन्न त्यसले विनाश गरिहाल्छ। र त्यसले गर्दाखेरि मूर्खताको कार्यहरू देख्छौँ, अशान्ति देख्छौँ घरमा, जीवनमा। त्यो सन्देह भएको लागि मनमा, तर त्यो सन्देह चाहिँ हटाउनु, त्यो दोहोरो मनको मानिस प्रभुले खोज्नु। र अब हामी अन्तिम उपकरणमा आइपुगेछौँ र त्यो चाहिँ अन्तिम उपकरण चाहिँ हो डिजाइनको विषयमा है। र परमेश्वरले भन्नुभएको छ यो परमेश्वरको डिजाइन हो, सबै कुरो जो परमेश्वरको इच्छा अनुसार त्यो कुरो अलिकति परमेश्वरको योजना, यो विपत्ति चाहिँ परमेश्वरको योजना कसरी हुनसक्छ, अनि यो बुद्धि खोज्न पनि परमेश्वरको एउटा योजना हो। यी सब कुराहरू हामी अगाडि पढिसकेका छौँ, अध्ययन गरिसकेका छौँ, हामीले छलफल गरिसकेका छौँ। त्यही पनि फेरि पनि अझै कुरा 2वटा कुरा राख्न चाहन्छु। परमेश्वरको बुद्धि पाउनुको लागि तपाईँको उत्कण्ठ इच्छा हुनुपर्छ, त्यो अगाडि भनिसकेका छौँ। साथसाथमा यो परमेश्वरको इच्छा पनि हो तपाईँलाई प्रभुले आफ्नो बुद्धि दिन चाहनुहुन्छ, र परमेश्वरको यी सबै योजना पनि हो कि तपाईँले प्रभुको बुद्धि खोज्नुहुन्छ। कसरी भन्दाखेरि जब समयमा हाम्रो खाँचो छ, विपत्ति परेका छौँ, यी सबै परिस्थिति त्यसरी नै आएको छ, तब हामीले प्रभुको सहाय खोज्नुको लागि हामी प्रभुको चरणमा जान्छौँ। धनी होस् या गरिब होस्, दुईजना। यहाँ गरिबलाई पनि भनेको छ कि आफ्नो निज अवस्थामा दुखी नमान, प्रभुको चरणमा जान भनेको छ। किन निज दर्जाको मानिसले आफूलाई उच्च, किनकि प्रभुमा भक्ति गर्छौ नि तिमी उच्च छौ भनेको छ जो गरिब छ। र धनीलाई भनेको छ तिमी आफ्नो निज अवस्थालाई रमाऊ, सम्झन, किनकि घाम जब निस्किन्छ फुल ओइलाइहाल्छ भनेको छ। त्यसरी नै जीवनको बाटोमा जीवन जाँदा जाँदा धनीहरू पनि ओइलाएर जानेछन्। र धनमाथि धेरै आशा नगर्नु भन्ने कुरा चाहिँ नि यहाँ छ। र दुईजना धनी र गरिब दुईजनाले नि भनेका छन् कि प्रभुको बुद्धि खोज। यो योजना, तिमी धनी छौ, योजना दिएको प्रभुले योजना गरेर राख्नुभएको छ।
तिमी गरिब छौ, प्रभुले योजना गरेर राख्नुपर्छ। तिमीले आफ्नो विपत्तिको समयमा धनी होस् या गरिब होस्, जे पनि होस्, प्रभुको बुद्धि खोज। यो प्रभुले योजना गरेर राख्नुहुन्छ। प्रिय तपाईँ सबैले यस्तै गर्नुहोला। जीवनको खाँचोको समयमा प्रभुको बुद्धि र ज्ञान खोज्नुहोला। त्यसै नै तपाईँको जीवन अगाडि बढ्छ। याकुबको पत्रले त्यही सिकाउँछ। प्रियहरू, धन्यवाद छ। आजको लागि यति नै हामी यहाँ राख्छौँ। परमेश्वरको बुद्धिको कार्यशाला भन्ने खण्ड चाहिँ हामी यहीँ समाप्त गऱ्यौँ। यसको नाममा जय मसीह।